la hiri thula thula asa bokera jopatlai ujaru parne timaro hasai hridaima छापिने साँचो तिम्रो हेराई तिम्रो खुसीमा नै मेरो खुसियाली गाँसेछ आशिष मेरो यो तिमी फली फुलिरहोस् प्रार्थना छ मेरो तिमी सधैँ सुखिरहोस् अन्धकारमा उज्यालो दीप नै बनोस् ममता तिमी हौ तिमी नै हौ लक्ष्मी सुन्दरता सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी तालैमा नाच्छ है पीर आए गमले नाच्छ सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है सुख पाए खुसीले नाच्छ नाच्छ है नानी जिन्दगीलाई अङ्गाली बाँच्छ है नाच्छ है नानी डम्फुको तिमी
पाहुनाहरू आउनुभएको छ हजुरहरू सामु चाहिँ नयाँ नौलो फेसहरू छन् म उहाँहरूलाई चाहिँ स्टेजमा हाम्रो फ्यामिली मेम्बरहरूलाई एक एक गर्दै इन्ट्रोड्युस गराउन चाहन्छु लेट्स वेलकम हाम्रो हजुरआमा शोभा खड्का प्लिज वेलकम हर विथ अ बिग ह्यान्ड त्यसै गरी बुवा आमा प्रवीण खड्का एन्ड अफसर खड्का दे आर अलरेडी अन द स्टेज प्लिज गिभ देम बिग ह्यान्ड दाई आवान खड्का त्यसै गरी ठुली आमा जिता कटवाल all the way from France please welcome her with big hand त्यसै गरी हाम्रो ठुलो मामु राधिका कटवाल all the way from Nepal त्यसै गरी हाम्रो ठुलो मामु लक्ष्मी कटवाल all the way from Australia please give her big hands as well त्यसै गरी हाम्रो ठुलो बुवा र ठुलो आमा सञ्जय एन्ड सुशीला तिमलसेना all the way from Boston त्यसै गरी हाम्रो मामा माइजू शङ्कर कटवाल एन्ड रूपा कटवाल please welcome to the stage please give them big hands all the way from Nepal sorry I forgot to mention that त्यसै गरी दाई सहर्ष कटवाल all the way from Nepal Devnarayan र सावित्री पौडेल all the way from Nepal दाईहरू दिपेन एन्ड स्वरिन पौडेल अनि मामा माइजू मुकेश दाई and Baozu please welcome on the stage everyone please give them big hands big round of applause thank you अब भने हाम्रो यस इभेन्टको वेलकम स्पिच दिनको लागि हाम्रो यस परिवारको ठुलो दिजु दिदी जिता कोटवालजीलाई नमस्ते एन्ड गुड इभिनिङ बाल्टिमोर म चाहिँ फ्रान्सबाट बेबीको ठुलो मामु जिता कटवाल म आजको यस राइस फिडिङ प्रोग्रामको लागि यहाँ उपस्थित हुनुभएको सबै महानुभावहरूको लागि म धेरै धेरै धन्यवाद दिँदै यहाँहरूको उपस्थितिको लागि म धेरै नै आभारी छु साथै म यहाँहरूलाई धेरै स्वागत गर्न चाहन्छु र यहाँ उपस्थित भई सबैले हाम्रो यस राइस फिडिङ प्रोग्रामको लागि सबैजनाले मनोरञ्जन गरिदिई हाम्रो यो उपस्थितलाई रमाइलो गरिदिनु हुनुहुन्छ भन्ने आशा राख्दै आजको प्रोग्रामलाई यहीँबाट सुरु गर्न चाहन्छु र जतिजना हाम्रो महानुभावहरू आउनुभएको छ कसले के खानुभएको छैन लिइदिनु होला खाइदिनु होला अनि यसै गरी सबैजना रमाइलो गरी यस प्रोग्रामलाई रमाइलोको साथ उल्लासको साथ हामी मनाउनेछौँ भन्ने आशा राख्दै यहाँबाटै म बिदा हुन चाहन्छु धन्यवाद हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो रे हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि छम 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 नाच्यो रे बात सुन्दा तिम्रो त्यो बोल
सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर मनै रमायो रे तिम्रो त्यो हेराइमा लत्थमा भएर यो बेरङ्गी जिन्दगीमा इन्द्रेणी बन आयो रे तिमी आयो धरती गायो रे बतासमा उडेसै लाग्न थाल्यो यो मन तिम्रै कल्पनामा भुले झै लाग्यो नि यो तन तिम्रै संसारमा डुब्न मन भोनी मेरा सारा खुशी
Thank you so much for the wonderful performance. श्री कृष्ण गोविंद हरे मुरारी हे नाथ नारायण वासुदेवा
Thank you so much. निकै नै राम्रो प्रस्तुति गरेर गइसक्नु भएको छ। अब भने हामीसँग अर्को पर्फर्मेन्स रहेको छ।
सबैजनालाई everyone can have a attention please. सर्वप्रथम सबैजनालाई can have a attention please. हाम्रो खाना डिनर खोलिसकेको छ, त्यसैले यहाँ उपस्थित सबैजना डिनरको लागि डिनर लिन सक्नुहुनेछ। र त्योभन्दा अगाडि आजको यस विशेष समयमा, यस विशेष साँझमा हाम्रो निमन्त्रणा स्वीकार गरेर आजको यस कार्यक्रममा उपस्थित हुनुभएकोमा सम्पूर्ण यहाँहरूलाई हार्दिक नमन गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। आजको यस साँझ, आजको यस दिन हाम्रो लागि, मेरो परिवारको लागि विशेष यस कारण पनि छ किनभने हामीले विगतका दुई तिन हप्तामा हाम्रा दुईटा बच्चाहरूको स्पेसल इभेन्टहरू गर्न सफल भएका छौँ। हामीले हाम्रो जेठो छोराको छेवर कपाल काट्ने इभेन्ट यो महिनाको सुरुवातमा गरेका थियौँ भने दोस्रो हप्तामा हामीले हाम्रो दोस्रो छोरा आरम्भको राइस फिडिङ हिन्दू संस्कृति अनुसार गरेका थियौँ। र त्यसै गरी आज हामी त्यही राइस फिडिङको सेलिब्रेसन सेरेमनीको समाप्तिको सङ्घारमा रहेका छौँ। र यस विशेष समारोहमा यहाँहरूको उपस्थिति यस समयमा हुन पाउँदा हाम्रो परिवार हर्षित भएको छ र यहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। र हाम्रो यस कार्यक्रमको अवसरमा हामीसँग जोडिनलाई दूर देशदेखि यस विदेशमा हामीलाई आशीर्वाद दिनको लागि, हामीलाई माया प्रेम र सद्भाव दिनको लागि हाम्रो परिवारहरू पनि यहाँ आउनु भएको छ, जसलाई फर्मल इन्ट्रोडक्सन हाम्रो बहिनीले यसअघि गरिसकेकी छिन्। विशेष गरी नेपालबाट आउनुभएका हाम्रा दाजु दिदीहरू, भाउजूहरू, त्यसै गरी अस्ट्रेलियाबाट र युरोपबाट आउनुभएका दिदीहरूलाई म यस स्टेजबाट फेरि पनि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। यहाँहरूले जसरी खाना खाँदाखेरि नुन कम भएको एउटा खानाको रूपमा हामीले यहाँ आफ्नो परिवार मिस गरेर कार्यक्रमहरू गरिरहेका हुन्थ्यौँ र जति नै कार्यक्रमहरू गरिरहँदाखेरि पनि हामीले हाम्रो परिवारलाई मिस गरिरहेका हुन्छौँ। त्यो मिठास बोकेर तपाईँहरू यहाँ आइदिनु भएको छ र तपाईँहरूको प्रस्तुति, तपाईँहरूको उपस्थितिले हाम्रो कार्यक्रम, हाम्रो इभेन्ट अझ राम्रो भएको छ। त्यसैले नेपालबाट र विदेशबाट आउनुभएका सम्पूर्णलाई हाम्रो यस मिठो खानामा नुन मनाइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद, कृतज्ञता व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी विगत 16-17 वर्षदेखि यस बाल्टिमोरमा बसेर यहाँ भावनाका हिसाबले, यहाँ व्यवहारका हिसाबले र यहाँ माया र प्रेमका हिसाबले जोडिएको बाल्टिमोरको मेरो फ्यामिलीलाई पनि म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यहाँको उपस्थितिले, यहाँको सद्भाव, प्रेम र मायाले आजको यस कार्यक्रममा सुगन्ध थपिदिएको छ। तपाईँहरूले आफ्नो यो आइतबारको साँझको फ्यामिली टाइम हामीसँग बिताइदिएर हाम्रो बच्चाको भात खुवाइमा आशीर्वाद दिनलाई यहाँको उपस्थितिले हामी खुसी भएका छौँ। यहाँको माया, यहाँको प्रेम र सद्भाव म र मेरो परिवारको लागि यसरी नै सधैँ रहिरहोस्। आजको कार्यक्रममा पर्फर्म गर्नुहुने सम्पूर्णलाई हृदयदेखि नै म र मेरो परिवारको तर्फबाट धन्यवाद। खाना खोलिसकेको छ, खाना खानु होला, डिनर गर्नु होला र त्यसपछि स्टेजमा हाम्रो फ्लोर ओपन हुनेछ डान्सको लागि। सबैजना रमाइलो गरौँ, मिड नाइटसम्म हामी सबैजना यहाँ इन्टरटेन गर्न सक्छौँ। त्यसैले सम्पूर्णलाई फेरि धन्यवाद दिँदै र विशेष गरी हामीले बच्चाहरूको लागि चाहिँ आइसक्रिमको स्टेसन पनि राखेका छौँ। बच्चाहरूलाई स्पेसली आइसक्रिम स्टेसनमा आफ्नो प्यारेन्ट्सहरू लगिदिनु हुनलाई अनुरोध गर्दै सम्पूर्णलाई फेरि पनि म र मेरो परिवारको तर्फबाट हार्दिक धन्यवाद दिँदै आजको साँझलाई एउटा स्वर्णिम, एउटा सम्झना योग्य साँझ बनाइदिनु भएकोमा धन्यवाद दिन चाहन्छु र सबैलाई इन्जोय गर्नको लागि पनि अनुरोध गर्दछु। थ्याङ्क यू। यति मैं गर्थे